यहाँ छ ऊ भाइ यता अगाडि यता ऊ यता अगाडि ऊ देख्नु मेटेका थिए टमाटेका उखालेको माथि राख्यो अलिकति अगाडि 10 अगाडि हिलो र पानी चिप्लो पानी ठुले रहेछ हिलोमा गाड्देऊ न हो त्यहाँ थियो त्यो मेटेका बाहिर निकाल जाला नि माछा यहाँ पनि चाहिँ यहाँ आइपुग्यो हैन यहाँ पनि छ फाल्टे फाल्टे हो तिमीले भाइको खुट्टामा उता दुई तीनवटा छ भाडा पक्रिन गाह्रो पानी छ अनि सिङ्गी भन्दा हान्छ नि बिस्तारो पक्रिन्छ भने पानी सुकाएर मार्दा हुन्छ कि बिस्तारै भाग्दैन गइरहेको रहेछ नि त पानी गहिरो हो यो लेसो थियो तल यहाँ सबभन्दा भाइ आइज कस्तो थाहा पाउनु यत्रो छ त्यसलाई थाहा भयो क्या पानी घट्यो भने लाग्न खोज्दैछ गोल्ची खेल्दा पनि हिँड्ने रहेछ बल्छी खेल्दा पनि हुन्छ उता छेड्दैछ त बल्छी त्यो पनि कतिको छ हेर्नुमा पढेको भाइ सक्दा सकेन अब चाहिँ समायो उ त धेरै पानीमा गर्ने गाह्रो हुन्छ बाल्टिन दिनु पर्छ यहाँ माथि अझै अगाडि अगाडि के भित्तातिर छामा त अगाडितिर हो यता भित्तातिर अझै अगाडि भित्तातिर पानी घटायो कति फेरि अब यता आइसक्यो यता भाइ ऊ अगाडि यता ए पछाडि पहिले त्यही मार न उता भाग्छ फेरि पर खाल्टामा हो त्यो मारिसक्नु अनि समय एकताल पानी फाल्यो भाइ मारेको 15 दिन पनि भएको पछाडि 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 खुट्टाको हो यता यता हो यता पानी छ्यापेर हटाउन हुँदैन साह्रै पक्रेको हिल्ले गरेर एउटै रहेछ खसै हुन आँटिसक्यो नाच्छ होला हौ भाइ आधी केजी पैसा गयो त दुईटाले झन्डै तिनटाले चाहिँ पुग्छ हिल्ले गरेर रहेछ फेरि यत्रो खोलामा ठाउँमा खाल्टामा पानी थियो यहाँ होइन नि त माछा मारेर यतातिर पनि छ जस्तो छ पुरै हेरिरहेको छ नि के हो यो कुलो हुँदै उता तलबाट आयो कि उता अलिक तलतिरबाट आउँदो रहेछ नि उकालो आउँछ माछा पानी तान्ने मोटर चाहिँ त्यो भइदियो कति राम्रो जता पानी भयो त्यतै जानै त होइन पानी कम हुनेपछि उनीहरू पनि आत्तिहाल्छ यहाँ अलि पक्रेकोमा 3 रुपियाँको खुट्टा पनि
भाइ यहाँ त्यहाँ मार नि त्यहाँ मार त त्यहाँनिर उतै गयो नि त्यो पक्र भाइ जाला नि त केटाकामा एक मिनट भित्र पर्छ पानी अघि कति पसिसक्यो खाली मुङ्ग्री छ विकासी हो बल पारेको अगाडि अगाडि होला तर त्यो हो त्यहाँ छ नि एउटा कौवा एउटा फेकेर फेक दाउ अब चल्दैन यता ततिर आइज यता यता खुट्टातिर गयो भने त गयो अब अहिले बिस्केर कहाँ माटो गाडी छ पानी खोला न छेउछेउ भइहाल्छ मुङ्ग्री माछा गाडी लिँदैन नि यो पानीमा एउटा फ्याक्नुपर्छ आइहाल्छ कि तिमीले उताबाट फ्याक्यो तिमी एउटा फ्याक्यो न भनेको मुङ्ग्री माछा गाडी लिँदैन यहाँबाट फ्याक्नु सजिलो हुन्छ कि उसलाई उता सुविधा किन फ्याक्नु उता धेर हुन्छ नि त यहाँबाट फ्याक्नु अट्दैन नि त नि भाइ यता छेउछेउ भले त उता पर जान्छ पानी हो त बाटो खोला कि त्यतै जान्छ पानी ठुलो होला हौ ठुलो छ नि, यो ठुलो छ यो। मिलाएर समायो भने त सकिने रहेछ है एउटा पर पछाडि जाँदैछ गर्ने सर पहिला पानी पानी फ्याँकेर खेला के भनेर त्यो एउटाले एक प्लट फाला त पानी सबै त्यहाँबाट बाटो बनाउँदा छोड्देऊ माछा सरेछ उता फेरि डाँडो छ नि त त्यही डाँडोमा पक्रियो भने हुन्छ सबै माडाबाट डाँडो छ 2 किलो कत्रो कत्रो घर लाग्दो रहन्छ भाइ देखाउ है भाइ हामी यहाँ हेर्नेलाई यहाँ एक्लै एक्लै राख्नु हुँदैछ यत्रो हेर्नु कडा देऊ एक घन्टा भयो हेरेको हैन अझै लोन हुन्छ भाइ यता खोला न पानी यो गाडेर मुनि पुऱ्याउँछ गएर त्यतिको पानीमा मार्छ क्या ठुलो ठुलो पानी त मार्छ कस्तो राम्रो माछा माछा अहिले